तारा घिमिरेजी तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको नानीको पालो आयो। अहिले ग्रह दशा कस्तो छ नानी? 5 वर्ष पुरा भएर 6 वर्षमा लागेछन्। यही असोजको 10 गतेबाट चन्द्रमा छन् 13 वर्षसम्म, नोट गर्नु होला। अर्को पनि चन्द्रमा छन् 9 वर्षसम्म, दुईटा चन्द्रमा भए। र तेस्रो ग्रहको योग चलेको छ अहिले 7 वर्षसम्म पिङ्गला 6 र 7। पिङ्गला चन्द्रमाको दशा रहेछ। पिङ्गला राम्रै हो, चन्द्रमा राम्रो छैन, दुईटा चन्द्रमा नराम्रा छन्। चन्द्रमा र मङ्गलको पूजा गर्नुस्। घरमा रिसाउने छिन्, खिस्सा हाँसे तिखो दाँत देखिन्छ, रुखो रुखो बोली हुन्छ, छुचो हुन्छन् घरमा, बाठी भने बेसरी हुन्छन्। अनि यिनलाई चाहिँ दाँतमा, आँखामा, कम्मरमा खराबी हुन्छ। अनि त्यस पछाडि कम्मर दुखाउन सक्छ, घाँटीमा चिसो लाग्न सक्छ, घरमा रिसाउने, घर बाहिर फेरि जाति भला आदमी छिन् सबलाई अर्ती उपदेश दिने खाले। मङ्गलबार, शनिबार, शुक्रबार नराम्रो बार छ, लामो यात्रा नगराउनु, लेनदेन नगराउनु, नयाँ काम सुरु नगराउनु होला। तपाईलाई धेरै 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 धन्यवाद।